विश्वकप फुटबल सुरु हुन अब मात्र 3 दिन बाँकी। हेर्ने हैन त विश्वकप फुटबल 2026 जुन चाहिँ यही जुन 11 तारिकदेखि क्यानाडा, मेक्सिको र अमेरिकामा संयुक्त रूपमा सुरु हुँदैछ। यो पटकको विश्वकपमा खेलाइने फुटबलको बारेमा विशेष रोचक तथ्यहरू छ। भिडियोलाई स्किप नगरी हेर्नुहोला। विगतका विश्वकप भन्दा यो पटकको विश्वकपमा प्रविधि र एआई को प्रयोग भएको छ, जसमा खेलाइने फुटबलको नाम हो ट्रियोन्डा हो। ट्रियोन्डाको अर्थ हुन्छ 3 वेव्स, यानी कि 3 वटा छालहरू, जुन 3 वटा छालहरूले 3 वटा देशलाई संकेत गर्दछ, जुन क्यानाडा, मेक्सिको र अमेरिका। बलको डिजाइनमा 3 वटा राष्ट्रलाई झल्काइने संकेतहरू छन्। ती हुन् क्यानाडालाई मेपलको पात, चिल्लीलाई चिल, अमेरिकालाई तारा। ट्रियोन्डा नामको फुटबल जसलाई खेल सुरु हुनुभन्दा अगाडि चार्ज गरिन्छ र त्यसमा भएको ब्याट्रीले 6 घण्टा थाम्छ। यो ट्रियोन्डा नाम गरेको फुटबलमा 14 ग्रामको चिप जोडिएको छ भने 500 हर्जको सेन्सर जडान गरिएको छ, जसले प्रति सेकेन्ड 500 पटकको बलको चालको गति सङ्कलन गर्छ, यानी कि डाटा पठाउँछ। अर्को रोचक प्रसङ्ग त के छ भने सेमी अटोमेटेड अफसाइड टेक्नोलोजीको प्रयोग गरिएको छ, जहाँ 10 सेन्टिमिटरको सानो अन्तरलाई छुट्याउने गर्दछ। यो भन्दा अगाडिको विश्वकपमा 50 सेन्टिमिटरको अन्तर रहेको थियो। त्यस्तै गरी यो फुटबलमा इतिहासकै सबैभन्दा धेरै टिम, यानी कि 48 टिम सहभागी हुँदैछन्, जहाँ 1248 खेलाडीले खेल्दैछन्। यो पटकको विश्वकपमा प्रविधिको यस्तो उत्सव हुनेछ जहाँ परम्परागत फुटबल र भविष्यको विज्ञानको मिलन हुनेछ। त्यसैले यो पटकको विश्वकपलाई इतिहासकै स्मार्ट विश्वकप फुटबलको रूपमा लिएको छ भने एआई को भरपूर प्रयोग गरिएको छ। यति भन्दै आजको भिडियो यति नै। यस्तै जानकारीको लागि भिडियो हेर्दै गर्नुहोला। बाइ बाइ।